अहिले त्यही बिहान उठ्यो, बिहानको प्रेयरहरू मेलमहरू गऱ्यो, हल्का एक्सर्साइज गऱ्यो, त्यहाँबाट त्यही कोरा गुम्बा राउन्ड लगायो। अब यही छ जिउ घटाउने तरिका। 20 किलो भन्छ, 20 किलो त गर्दैन होला, तर पनि अब 1-2 किलो चाहिँ कोसिस छ। यहाँ चाहिँ आज बाहिर खेलिरहेछ। सबै बिहान यता बारीबाट चाहिँ होस्टेलहरू चाहिँ यस्तो देख्छ गुम्बाको। त्यो गुम्बाको स्कुलको होस्टेलहरू। यतातिर पुरा नयाँ घरहरू बनिँदैछ। साउथमा चाहिँ यसरी गर्छ खेतीहरू चाहिँ। यो चाहिँ खरबुजा लगाएको छ। खरबुजाको बिचमा चाहिँ यहाँ बदामहरू हालेको छ। तल आधा डल्लै खरबुजा। साउथमा चाहिँ खेती यसरी गर्छ। बिचमा पानीको पाइपहरू फिट गरेको छ। यस्तो छ यहाँ अदुवाबारी चाहिँ डल्लै अदुवाबारी हो। र यहाँ अदुवाबारी अन्त मकैबारी। गुम्बा चाहिँ यहाँ छ हाम्रो। गुम्बा चाहिँ यहाँ छ। यो होस्टेलहरू भयो। यो डल्लै अदुवाबारी मकैबारीहरू छ। यो जङ्गल भएकोमा चाहिँ उयोहरू छ, के अरे कफी। रोड चाहिँ यस्तो बनेको छ यता चाहिँ एक्सप्रेस वे 6 लेनको ठुलो काम हुँदैछ। 20 किलो वेट घटाउनु भन्दैछ, माइनस गर्नु भन्दैछ। त्यसको लागि चाहिँ अब वकमा यताउता बाहिरतिर वक कोराहरू गरेर चाहिँ कोसिस हुँदैछ। यो नै चाहिँ टासिलुङपो मोनेस्ट्री। यहाँ छ गेलुको मोनेस्ट्री। यो चाहिँ यस्तो फर्स्ट केम, सेकेन्ड केम, थर्ड केम, फोर्थ केमहरू भन्ने अलग अलग बसेको छ केमहरू। टिप्टेनको रिफ्युजी केम डल्लै काम हुँदैछ यता चाहिँ एक्सप्रेस वेको। यो चाहिँ हाम्रो गुम्बा चाहिँ यो एक्सप्रेस वे। यो ठुलो हाइवे चाहिँ यताबाट आउँदैछ। र यहाँ चाहिँ हाम्रो गुम्बा चाहिँ यता छ फोर्ट केमहरू भयो। बिचमा आनी गुम्बाहरू छ। यहाँ चाहिँ आनी गुम्बा यो रातो देख्दै गरेको। र यहाँ चाहिँ थर्ड केम। र यो चाहिँ थर्ड केमको यो जुन उकालो सेरा जाने रोड छ त्यसमा चाहिँ क्रस भएको छ यो एक्सप्रेस वे चाहिँ। उताबाट आउने रोड चाहिँ यो हो। सिधै यता भएर बोसेरा गुम्बा जान्छ। र यहीँबाट चाहिँ रोड चाहिँ क्रस भएर उता फर्स्ट केमपट्टि गएको छ बाटो चाहिँ। यो क्रसिङ चाहिँ यहाँ चाहिँ अब ब्रिज बनिन्छ होला।